शिक्षक साथीहरुमा नमस्कार। आज म तपाईहरुलाई इमिक्सको नयाँ अपडेटबारे जानकारी गराउन गइराखेको छु। नयाँ अपडेट के हो भनेदेखि अब इमिक्समा फर्स्ट टर्म, सेकेन्ड टर्म, थर्ड टर्ममा पनि मार्क्सहरु इन्ट्री गरेर रिजल्ट सिट तयार गर्न सकिन्छ। ग्रेड वाइज होस्, मार्क वाइज अथवा त्यसबाट हुने मार्क लेजरहरु पनि निर्माण गर्न सकिन्छ। ग्रेड सिटहरु पनि तयार गर्न सकिन्छ र इमिक्सबाट नै फर्स्ट टर्म, सेकेन्ड टर्महरुको रिजल्ट पनि गर्न सकिन्छ। आउनुहोस् अब जाउँ आजको विषयवस्तुतिर। सर्वप्रथम लगइन गर्नुहोस्। लगइन गरिसकेपछि हजुरहरुले ड्याशबोर्ड देख्न सक्नुहुन्छ। ड्याशबोर्ड अथवा होम पेज देख्न सक्नुहुन्छ। यो इन्टरफेस। अब हामीले फर्स्ट टर्मको रिजल्ट तयार गर्नको लागि सर्वप्रथम हामीले के गर्नुपर्छ भन्दाखेरि एक्जाम म्यानेजमेन्टमा जानुपर्छ। एक्जाम म्यानेजमेन्टमा गइसकेपछि पहिला हामीले एडमिट कार्ड तयार गर्नुपर्छ। एडमिट कार्ड तयार गर्नको लागि म एउटा डेमो देखाउँछु। एडमिट कार्डमा क्लिक गर्नुहोस्। एडमिट कार्डमा क्लिक गरेपछि इयर छान्नुहोस्। इयर छानिसकेपछि क्लास छान्नुहोस्। मैले अहिले कक्षा 4 लाई छानेको छु। त्यसपछि टर्म छान्नुहोस्। हामी फर्स्ट टर्मको रिजल्ट तयार गर्न गइराखेका छौं, त्यसैले फर्स्ट टर्म छान्यौं र त्यसलाई लोड गर्यौं। विद्यार्थीको संख्या देखाउँछ। विद्यार्थीको संख्या देखाइसकेपछि हामीले यहाँ के गर्नुपर्छ भनेदेखि सिम्बल नम्बर राख्नुपर्छ। पहिला सिम्बल नम्बर राखौं। जस्तै 2083 सालको कक्षा 4 को विद्यार्थी रोल नम्बर 1 भनेर लेख्यौं र यसलाई जेनेरेट गर्दियौं। सिम्बल नम्बर जेनेरेट भयो। अब त्यसपछि सिम्बल नम्बर सेभ अल गर्दियौं। सिम्बल नम्बर सेभ अल गरिसकेपछि हामी मार्क इन्ट्रीमा जान्छौं। मार्क इन्ट्री फर्ममा। मार्क इन्ट्री फर्ममा गइसकेपछि यसले भन्छ मार्क इन्ट्री गर्नुभन्दा अगाडि एडमिट कार्डमा गएर सिम्बल नम्बर राख्नुहोस् होला, त्यसपछि मात्र मार्क इन्ट्रीमा विद्यार्थीको नाम देखाउँछ भनेको छ। हामीले जुन काम अगाडि गरिसकेका छौं, एडमिट कार्ड निर्माण गरिसक्यौं। त्यसपछि अब हामी आयौं मार्क इन्ट्रीमा। मार्क इन्ट्रीमा पनि 2083 हामीले कक्षा 4 को डेमो लिएका छौं, त्यसैले कक्षा 4 छान्छौं र फर्स्ट टर्म एक्जाम टर्म चाहिँ फर्स्ट टर्म लिन्छौं। त्यसलाई हामीले के गर्छौं, लोड गरिदिन्छौं। लोड गरिसकेपछि अब हाम्रो यहाँ विद्यार्थीको नाम पनि देखायो, सब्जेक्ट पनि देखायो। सर्वप्रथम हामीले सबै अल सब्जेक्टको हामीले क्लिक गर्छौं। त्यसपछि हामीले नम्बर भर्न थाल्छौं। नेपालीको प्र्याक्टिकल नम्बर, पार्टिसिपेसनमा, प्र्याक्टिकल प्रोजेक्ट वर्कमा र फर्स्ट टर्म एक्जामिनेसनमा 10 मा कति ल्यायो त मार्क्स भन्ने 100 मार्क्समा अथवा 50 मार्क्समा 50 मार्क्समा कति नम्बर ल्यायो भनेर भन्छौं। हामीले अहिले यो जस्तो हामीले 4 र 5 को एक्जाम नलिने भनेको छौं, तर पनि यहाँ चाहिँ हामीले अब लिएको भनेर एउटा जानकारी लगाउँछौं। त्यसपछि नम्बर भर्नेछौं। सर्वप्रथम हामीले यहाँ नम्बर भरौं। प्र्याक्टिकल मार्कमा 3 नम्बर आएछ भनेर नम्बर हालौं है त। यसरी नम्बर हालिसकेपछि हामी के गर्छौं भने त्यसलाई अहिले एकजनाको मात्र हामीले डेमो राखेको हुनाले एकजनाको नम्बर भर्यौं र त्यसलाई सेभ गर्दियौं। सेभ गरिसकेपछि अब हामीले त्यसको फाइनल मार्क्स रिजल्ट हेर्ने छौं। मार्क वाइज लेजर हेरौं। मार्क वाइज लेजर पनि 2083 सालमा कक्षा 4 को हामीले डेमो लिइराखेका छौं। त्यसपछि फर्स्ट टर्मको रिजल्ट लोड गर्छौं। फर्स्ट टर्मको रिजल्ट पनि देखियो। मार्क वाइज लेजर हामीले एकजनाको मात्र मार्क इन्ट्री गरेका थियौं। त्यस्तै गरी ग्रेड वाइज पनि हेर्न सकिन्छ। 2083 साल कक्षा 4 को हामीले डेमो लेखेका छौं। त्यसपछि फर्स्ट टर्म त्यसलाई लोड गर्यौं। यसरी लोड गरेर फर्स्ट टर्मको पनि ग्रेड वाइज रिजल्ट पनि हेर्न सकिन्छ। हामीले एकजनाको मात्र फाइनल भरेका छौं। त्यसपछि ग्रेड सिट पनि हेर्न सकिन्छ। ग्रेड सिट हेरौं। ग्रेड सिटमा 83 साल कक्षा 4 को र फर्स्ट टर्म भनेर हामीले लियौं, लोड गर्यौं। फर्स्ट टर्मको रिजल्ट पनि निस्किएको छ। हामीले फर्स्ट को मात्रै गरेको हुनाले रिजल्ट पनि यसरी हेर्न सकिन्छ। उसको ग्रेड सिट पनि तयार भयो। ग्रेड सिट हामीले प्रिन्ट गरेर विद्यार्थीलाई दिन पनि सकिन्छ। यसरी हामीले अब इमिक्समाटै नै फर्स्ट टर्म, सेकेन्ड टर्म र थर्ड टर्म अथवा फाइनल टर्म सबै टर्महरुको एक्जामिनेसन रिजल्ट सिट तयार गर्न सक्छौं।
यतिन्जेल यो भिडियो हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। यस्तै आइसिटी सम्बन्धी विभिन्न भिडियोहरू हेर्न र तालिमहरू लिनको लागि यदि यहाँहरू सब्स्क्राइब गर्नुभएको छैन भने यो च्यानललाई सब्स्क्राइब गरेर बेल आइकन दबाउनुहोला। त्यसपछि यहाँहरूलाई सिधै यहाँहरूको नोटिफिकेसन आउनेछ। धन्यवाद।